Hello, good morning. It's me Rosma Guru. Welcome to my Facebook page. है मैले भिडियो स्टार्ट गरेको छु र आज चाहिँ म एकैचोटि गुम्बादेखि भिडियो स्टार्ट गर्दैछु है। मैले घरको केही भिडियोहरू गरेन किनभनेदेखि आज चाहिँ हाम्रो चाहिँ गुम्बामा बुङकोरा भन्छ नि त है, बुङकोरा भन्छ, छो बोकेर हिँड्नुपर्छ है। र यो एउटा बुद्धिस्टको एउटा रिचुअल हो है। र आइएम प्लेस है, एकदमै म खुसी छु। र त्यति भन्दै म त्यो भिडियोहरू अगाडि बढाउन चाहन्छु। र म अहिले त गुम्बाको टप फ्लोरमा आएर म भिडियो गर्दैछु है। र हजुरहरूलाई देखाउँछु। साफ सफाइ छ ल। यहाँ चाहिँ हाम्रो बिस्तारै बिस्तारै एक एकजना गर्दै आउँदैछ है। खै हालो भन्न हेलो अन्त भन न आज के हो? आज बुङकोर है के भन्छ यसलाई त खास चाहिँ अब हामीले बुझाउनु पर्यो भन्दाखेरि चाहिँ बुझाउनु पर्दा कतिजनाले बुझ्दैन नि त होइन। अब हामीले बुझ्छ, कतिजनाले बुझाउँदैन, तर एउटा सजिलो एउटा ल्याङ्ग्वेज हुन्छ नि त्यो याद छ तिमीलाई? के साह्रो रिस उठ्दो कहाँ गएको ल। अब त हामी छो बोक्ने हो। छान छान हेलो गर न। छान छान अब त हामी छो बोक्ने बाई बाई। हाम्रो यता छो बोक्नु लागि रेडी हुनुहुन्छ। हामी चाहिँ हिँडिसक्यो। भयो लाको उल्टा भयो एकदमै। बज्रा गुरु सिधै रूपेमा सिधै ओमा बज्रा गुरु पेमा सिधै हामी चाहिँ अहिले खङको पोतोमा छ अन्त जाँदैछौँ। कस्तो मजाको देखेको हामी आउँदैछ। यो चाहिँ पुल आइपुग्यो। फाइनली हामी पुल आइपुग्यो र खोला चाहिँ छैन, पुल मात्रै छ, पानी छैन। गाइस यो त अर्ग्यानिक बाटो हो ल, एकदम अर्ग्यानिक बाटो हो है। र हामी त यस्तो बाटोबाट गुजारा हुँदै जाँदैछौँ। र टासी कस्तो फिल गर्दैछौ छाता बोक्नु पाउँदा? आयो र हामी चाहिँ जाँदैछौँ। अब हाम्रो लास्ट डेस्टिनेसन तल छ नि त, अन्त सिधा तल घुमे भन्ने जग्गामा झोडेर त्यहाँनिर लन्च गरेर चाहिँ फेरि ब्याक टु गुम्पा। सो
कस्तो जाडो भयो है अहिले हामी त कहाँ छ अब लास्ट फाइनलमा बस्यो होइन पुग्यो र हाम्रो क्राउड त यस्तो प्रकारको छ हेलो पेमा ला घाम त टन टन लागिरहेछ गाइस यो माथिको यो प्लास्टिकले गर्दा हो नि यस्तो भएको के साह्रो गाइस सेतो नै निस्किरहेछ त सेतो नै निस्किरहेछ त गाइस सेतो नै निस्किरहेछ त आज फर्स्ट टाइम माथिको ब्लगमा थ्याङ्क यू बाइ बाइ अब त हामी यहाँनिर एकछिन रेस्ट गर्छ र फेरि ब्याक टु गुम्पा अब यहाँदेखि हुँको चाहिँ पुरा टाढो छ बाटो कस्तो छ भनिदिनु नि बाटो भिरबाट टाढो र हामी त खाना खाँदैछौँ है अब खाना खानेको ब्लग यहाँ चाहिँ फाइनल हो नि त हामी यहाँनिर बसेर हामी खाना खाँदैछौँ है खाना खाइसकेको बादमा एकैचोटि डाइरेक्ट हामी गुम्पा पुग्छौँ र अब त हामी यहाँबाट निस्केको घरबाट अब त हाम्रो फाइनल डेस्टिनेसन त गुम्पामा एकैचोटि है हामी त अब डाइरेक्ट यहाँबाट गुम्पा जान्छौँ हो कि होइन लेडिज मलाई ननिकाल्नु निस्किसके त तल दिइहाल्यो अब यता चाहिँ हाइवे रोडमा गरेर नाच्दिनु नाच्नु सेकेन्ड लासो मैला हुन्छ भनेर क्या ताल पाउँछ भनेर रोड मैला हुन्छ रोड मैला हुन्छ भनेर तपाईहरुलाई कस्तो जाडो है तलै दिइहाल्यो रिन्चन जाडो भयो अब क्या जाडो कस्तो मजा आयो जाडो भएर स्वेटर लगाएर यति जाडो भइरहेछ मलाई चाहिँ भाइ के गर्नु अब जाडो त आइ जाडो भयो जाडो भएर छुङछु कस्तो भयो चिसो भयो अघि बिचरा आइस खोज्दै थियो अब अब यो चाहिँ पूजा गर्दैछ जस्तै देउरालीहरू पूजाको भन्छ नि त्यही हो है भएर अब एकैचोटि हामी गुम्पा गएर देखाउने छौँ र अब हामी त गुम्पा आइपुग्नु आँट्यो र हामी त अब गुम्पा आइसक्यो है यो त हाम्रो हो आएको बाई बाई अब हामी फाइनल हो यो त हामी त गुम्पा आइपुगिसक्यो है र अब हामी सकेको आजको बुङको सक्यो हिँड्दा बुङको सकिसक्यो एकदम खुसी छु है राम्रो एकदम सही सलामत हामी आयो के भएन है एकदम यो त आजको ब्लेसिङ्स डे हो है हामी चाहिँ छो बोक्नेहरू चाहिँ यो कुभन्दा अगाडि जानु हुँदैन कु चाहिँ हामी कुभन्दा पछाडि नम्बर 1 इज मी अब चाहिँ पछि छ हामी त एकदम सरी हामी त फाइनल डेस्टिनेसनमा आइपुग्यो र हामी त गुम्पा आइपुग्यो फाइनल डेस्टिनेसन
सेतो बनाइयो भनेको यता त टाउको झन् सेतो साँच्चै खालिदिन्छ नौकरले अर्काको फोन र हाम्रो चाहिँ आजको दिन यसरी बित्यो। यो पछाडि चाहिँ गुम्पा हो है र यो त छो हो। म त छो खाँदै अब घरतर्फ लागेको र आजको भिडियो चाहिँ म यहीँनिर समाप्त गर्न चाहन्छु। हजुरहरूले मलाई माया दिनुहोस्, प्रेम गर्नुहोस् हो। अन्त अङ्गुर चाहिँ यसरी खानुपर्छ अरे, मिठो हुन्छ अरे क्या। अन्त त्यही हो, हजुरहरूले बुझिदिनुहोस्। र यति भन्दा मेरो भिडियो चाहिँ यहाँसम्म राख्दैछु।